हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै अनि आरामै छु। अनि यतिखेरको समयमा चाहिँ भन्नु पर्दाखेरि म चाहिँ आफ्नै नेपालमा छु होइन। अनि बर्दिया फ्रम बर्दिया अनि यतै गाउँतिरै छु, आफ्नै घरतिर छु होइन। अनि बाहिरको वेदर देख्न सक्नुहुन्छ, एकदमै गर्मी छ होइन। आमामामा बर्दिया नेपालगञ्ज यो बाँकी जिल्ला बर्दिया जिल्लामा त यहाँ जस्तो गर्मी त नेपालको कुनै सुकै ठाउँमा पनि गर्मी हुँदैन क्या होइन। अब देख्न सक्नुहुन्छ बाहिरको भ्यूहरू होइन, एकदमै सही छ। अनि यहाँ चाहिँ हाम्रो काठहरू गाउँमा होइन, काठहरू बाड्ने हुन्छ नि त, टक्क लाएर यतातिर सबै उ छ। अनि हाम्रो यहाँ केटाहरू पनि आइसकेको छन् होइन। अनि आजको प्लान चाहिँ भेटेर टक्क लाएर अनि यो त फेरि आँप फल्ने सिजन हो नि त, आँप फल्ने सिजन हो होइन। अनि आँपहरू के आमामामामा आँपै आँप छ त। अनि आजको प्लानिङ चाहिँ हाम्रो केटाहरू बसेर अनि टक्क लाएर नुन खुर्सानी पिसेर, नुन खुर्सानी सायद पिसिसक्यो होला केटाहरूले, आँप साँप काटकुट गरेर अनि टक्क नुन खुर्सानीसँग चोपेर आजको प्लानिङ चाहिँ त्यही हो हाम्रो। यहाँ केटाहरू पनि आइसकेका छन्, टक्क देख्न सक्नुहुन्छ। यहाँ के छ सोल्टी? उता चाहिँ हाम्रो भाइ हो, ऊ चाहिँ मेरो साथी हो, अङ्कल, हाम्रो अङ्कल। यता दाई हो, दाई सलाम। अर्को हात है सिधै हो कि। अन्त हाम्रो चाहिँ यहाँ टक्क लाएर नुन खुर्सानी पनि पिसेर यहाँ राखिसकेको रहेछ। आँप पनि यहाँ छ, एउटा आँपले पुग्दैन। अनि हुक्का सुक्का पनि बनाइसक्यो है। आँप चाहिँ हेर्नु पऱ्यो कहाँ छ, अब देख्न सक्नुहुन्छ भन्न। टक्क लाएर आँप पनि झार्ने कुरा हुन्छ अब होइन। मेरो हात त फेरि एकदमै निशाना छ कि, बाख्रा हो क्या मा कसम चोर्दिउँ क्या हो। बो ल ल ल ल यता आइज, ल यहाँ आइज आइज। तेरो दुध दोहेर पकाएर खान्छु फेरि। नाइस। आहा कस्तो दामी होइन। टक्क लाएर अब आँप पनि झार्ने कुरा हुन्छ। देख अब आँप चाहिँ झार्ने कुरा हुन्छ, देख्न सक्नुहुन्छ मेरो हात चाहिँ यति निशाना छ नि। अनि टक्क लाएर उता आँपतिर देखाएँ, आँप चाहिँ अब सिधै झार्ने कुरा हुन्छ। त्यही आँप झार्छु है। One more try again. बार बोल रहे हैं, पढ़ने निकले वाले छात्रों को राजनीति से दूर रहना चाहिए। वीर गोर्खालीको छोरा हो, हार चाहिँ मान्ने कुरो हुँदैन। उता देखाएँ आफूलाई फ्याट्टै झर्छ। फाइनल्ली गाइज मेरो हात चाहिँ एकदम सिधा भएर मैले आँप चाहिँ झार्नु सकेन। अब हातले पुग्ने रहेछ, अब यस्तै चोर्नु पर्यो। टक्क लाएर यति दुइटा आँपले चाहिँ भइहाल्छ हामीहरूलाई होइन। अलरेडी यहाँ खाइसकेको छन् केटाहरूले आँपहरू। धेरै खानेकुरा चाहिँ हुन्न, पेट पोल्छ फेरि। टक्क लाएर हाम्रो बजे पनि आइसकिनु उतातिर। बजे अब के गराउने हो यहाँ त देखा, त्यहाँमा देखा। अब सुर्खेतबाट अन्नजीबाट देखा।
आइपुगेका छन् हिजो कलङ्की आइपुगेका उनी आज पाक्न लाग्यो यो आँप चाहिँ। आइपुगेका छन् कर्णालीको अनियमितता र फाइनल्ली गाइज हाम्रो चाहिँ यहाँ आँप पनि काटेर रेडी भइसकेको छ आँप नुन खुर्सानी टक्क लाएर होइन अनि हामी यहाँ केटाहरू छ बजै पनि आइसक्नु भयो बजै सन्चै हुनुहुन्छ एकदमै नाच्योले आँप खानु नखानु अब काटेर तपाईँ पनि खानुहुन्छ टक्क बजै पनि आँप खाने रे अब होइन गर्मी चाहिँ एकदमै गर्मी छ यहाँ के भन्नु र गर्मी त तपाईँहरूलाई पनि थाहा होला यो भिडियो हेर्दै गर्नुभएको सबै महानुभावहरूले सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन अनि यसमा चाहिँ टक्क लाएर तपाईँहरूले माया दिनु होला भ्युज आउनु पऱ्यो मेरो भिडियोमा अनि आजको यो आँप नुन खुर्सानी चाहिँ टक्क लाएर खानेकुरो हुन्छ अब लगाइ खानिदिनु पऱ्यो हेलो युट्युब फ्यामिली ल वेलकम टु माई न्यू भ्लग काले अफसीले बोलाएको यो चाहिँ यहाँ चाहिँ- विकास त होइन नि त त्यो नि को रहेछ स्पिलरमा विकासै हुन् क्या को रमेश दाइ त्यहाँ किन बस्नु त रमेश दाइ कहाँ हुनु आफ्नै गर्दा हो त रमेशदाइको आहा गर्मी मौसममा यस्तो आँप खान चाहिँ जरुरी छ भिटामिन सी भिटामिन डी भिटामिन ई सबै जेडसम्म मिल्छ पैसाले पाके अब ल खाइ इयर बिपिना दिदी अब लिची चोर्ने कतै छैन बे सकियो तेरो वहाँ बबी सिजनमा छैन सकियो हँ लिचीको सिजनै गइगयो यतिखेर अब पाक्ने सिजन बे गइगयो सकियो आँप खाएर पनि एकदमै मिठो भयो होइन पिरो पनि भयो अनि तपाईँहरूलाई चाहिँ हाम्रो यो गाउँको टक्क भ्यू एकचोटि नजारा देखाउन चाहन्छु म तपाईँहरूलाई होइन अनि वेदर पनि एकदमै गर्मी लास्टै गर्मी त के भन्नु र बाहिर हिँड्नै सकिन्न टक्क लाएर चाहिँ हाम्रो गाउँ होइन मेरो घर चाहिँ एउटातिर छ म यहाँ साथीको घरमा आएको छु अहिले अनि टक्क लाएर हरियाली होइन गाउँमा बस्नुको मजै छुट्टै छ क्या एकदमै रमाइलो पिस शान्ति ठाम अनि यता चाहिँ हाम्रो भाइहरू पनि अरू अरू भाइहरू पनि आइसकेछन् टक्क लाएर यो चाहिँ हाम्रो जक्सन हो जक्सनमा चाहिँ हामी टक्क लाएर शीतलमा यहाँ छाया हुन्छ नि त अनि छायामा बस्दाखेरि शीतलमा मजाले बस्दाखेरि आनन्दै छुट्टै आउँछ आँप साँप हुक्का पनि होइन केटाहरूसँग गफसफ गऱ्यो अनि टक्क गाउँको नजारा हेऱ्यो भ्यू होइन अब धान रोप्ने बेला पनि आउँदैछ धानको बिउहरू पनि यहाँ टक्क धानको बिउहरू पनि राखिसके अनि त्यही हो रमाइलो हुन्छ साथीहरूसँग अनि आजको यस भिडियोलाई चाहिँ म इन गर्न चाहन्छु गाइज नेक्स्ट भिडियोमा चाहिँ हामीहरू मिलाउँला आजको यस भिडियोलाई म यतिमै इन गर्न चाहन्छु यति भन्दै म यो भिडियोलाई इन गरेर छोड्न चाहन्छु तपाईँहरूले लाइक कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला सबैजनाले सेयर गरिदिनु होला यस भिडियोलाई यो मिनी भ्लगलाई तपाईँहरूले माया गरिदिनु होला थ्याङ्क यू सो मच वाचिङ फर दिस माई भिडियो बाई बाई